यथा नाम्ने देवीको प्राणम पादशौचने यो हो ती पानी मायात्मा लाग्यो दैनाथ यसो पानी गवा उठो उचाल्यो अध्येत्यादि पूर्व म भन्छु अध्येत्यादि पूर्व संस्त्वाध्यय कौशिक गोत्रस्य अस्मत् पितर एग्रसः बर्मन् वसु सर्वसंवत्सरिके एको दृश्रादे केशपादस्ते सुधा ते दुनाम्रो ल अब दाहिने जाने गराउनु पर्यो आचम्य जल खानु पर्छ जल खानु पर्यो दाहिने हातले आचम्य अब त्यो हात दोनो यो पत्रीले पकड्ने पत्रीले पकड्यो अनि ओ आगता हियम सुसरिसे पुरुषो यस्तो गर्दै भयो वस्त्रम है वस्त्रम अब यो जने छ ल यस्तो त्यस्तो राख्नु तल तल यसो दुईपाले शरत हो यसरी उठाउने हो गयायन्त ध्रुवेण स्वयमेव जनार्दनम् जनार्दनः तं दृष्ट्वा पुनरेकाक्षमुचते च निर्णत्रयान्त राघवेन त्यसैमा माथि ठ्याक्कै राख्नु त्यस्तै बस पूजा ल सबै तिनजनाको पूजा ओम चन्द्रमायन सोजा सप्त सूर्या स्तोत्रदाय समणासमका नगरीदायत दीपं दृश्यामि पितृदेवताय नमः धूपम् आरतयामि दीपं दृश्यामि माथि राख्यो अब नैवेद्य पुष्पस्वरूपे ब्राह्मणाय दक्षिणात्वेन तुभ्यं महं सम्प्रददे यहाँ अब घोरसी न्यूनातिरिक्त परिपूर्णार्थ यदि मनपानादिकं यथा द्रव्यं च यथा यथा द्रवितं नाम द्रवितं नाना नाना गोत्रेभ्यो नाना नाम शर्मणेभ्यो ब्राह्मणेभ्यो यथा भाग विभज्य यथा काले धातु जले महसुजेत पिताजीलाई चाउने अनि पिण्डमा चाउने अनि भाइमा राख्ने है।